हेलो नमस्ते मेरो प्यारो प्यारो इष्टमित्र तथा दाजुभाइहरू। आई होप सबैजना संसारमा नै फिट एन्ड फाइन हुन्छ होला। म पनि संसारमा नै फिट एन्ड फाइनै छु। फेरि पनि आइसकेको छु तपाईँहरूको माझमा नयाँ दिन र नयाँ भिडियोको साथमा होइन। अहिले चाहिँ म फेरि आज मन्डे हो, क्लास जान लाग्यो क्या आज बिहान बिहानै। त्यही नै फ्याम होइन, त्यही नै फ्याम अब चाहिँ होइन। अहिले स्कुटर चाहिँ यहाँ राखिसकेको छु। स्कुटर यहाँ राखेर अब चाहिँ होइन बस पार्क जानुपर्ने हुन्छ होइन फ्याम। बस पार्कतर्फ गएर अनि क्लास जानुपर्ने हुन्छ टक्कसँग होइन। किराहरू जाँदैन हाम्रो चोक चाहिँ यस्तै छ होइन। बिहान बिहान होइन, बिहानको ताजा होइन। फेरि पानी पर्न आँटेछ लाउनु जस्तो कस्तो अन्धारो भएको छ क्या। पानी पर्न लागेको छ क्या। दोकानहरू यस्तै छ बिहानको मजा आयो होइन। त्यही नै फ्याम अब बस पर्खिनु पर्ने हुन्छ। बस आउँछ अनि टक्कसँग हामी चाहिँ जानुपर्ने हुन्छ होइन फ्याम। त्यही भन्न चाहन्छु। त्यस्तै छ हाम्रो चोकहरू चाहिँ होइन, देख्नु सक्नुहुन्छ। स्कुटरमा जान्थ्यो कि फ्याम, फेरि स्कुटरमा तेलै सकेको रहेछ क्या। त्यही भएर अब बस आयो, बसमा राइट फ्याम म चाहिँ होइन सुरुङ्गा आइसकेको छु। टक्कसँग यहाँ देख्न सक्नुहुन्छ होइन। सुरुङ्गा आइसकेको छु म चाहिँ अब क्लासतिर जानुपर्ने हुन्छ क्या। म चाहिँ क्लासतिर जान्छु भन्छ। अहिले चाहिँ टाइम भएकै छैन होइन, त्यही भएर जाँदैछु। सब यो क्लास जानेहरू क्या, क्लास जानेहरू होइन। बिहान बिहान यताको नजरै बेग्लै हुन्छ क्या, नजरै अर्कै हुन्छ क्या। सब ब्याचलर पढ्ने केटीहरू क्या। त्यही नै क्लास चाहिँ भएको छैन, त्यही पनि अब हल्का म चाहिँ होइन यहाँ एउटा कफीहरू केही किनौँ भनेको थिएँ होइन। त्यहीँ गयो हेरेको अब हेर पाउँछ कि पाउँदैन। यस्तै छ, पानी पर्न आँटेछ क्या फ्याम होइन। यस्तै छ हाम्रोमा जस्तै बिहान बिहानै जानुपर्ने हुन्छ होइन। त्यही नै, अरू त के भन्नु। त्यही फ्याम यस्तै छ बिहान बिहानको नजारा होइन। पानी पर्छ होला, पानीले भेट्यो भने कुट्यो भने त भिज्यो हुन्छ। फेरि यहाँदेखि हामी चाहिँ होइन, हामी चाहिँ यता जानुपर्ने। मैले किन्ने ठाउँ होइन, मैले किन्ने ठाउँ हेरेको चाहिँ कफी दोकानै बन्द रहेछ क्या फ्यान। कफी दोकान बन्द रहेछ। अब यताबाट जानुपर्ने हुन्छ यहाँबाट टक्कसँग। यता फेरि के हो जङ्गल छ त फ्यान। यस्तो छ फेरि पहिलाकै ठाउँमा आयो। त्यही नै फ्याम, अरू त के भन्नु होइन। त्यही नै हाम्रो मापुस साथी अघि आइसकेको रहेछ। के छ ठिक छ? हाम्रो दोस्त आफ्टर लङ टाइम पछि भेट्यो। आएकै थिएन क्या ऊ चाहिँ क्लास होइन आज। अनि म चाहिँ होइन फ्याम सुरुङ्गाबाट पढेर पनि क्लास सकेर पनि यहाँ लक्ष्मीपुर आएर पनि होइन स्कुटरको तेलै सकेछ क्या फ्याम। अनि यसो तेल हाल्नु पऱ्यो भनेर यता आएको होइन। पेट्रोल पम्प आएको, यहाँ त बन्द रहेछ क्या होइन। पेट्रोल पम्पै बन्द रहेछ क्या। अनि यहाँ मान्छे पर्खिरहेको छु, म चाहिँ मान्छे पर्खिरहेको छु। 10 मिनट लाग्छ अरे क्या। अनि त्यही भएर मान्छे पर्खिरहेको छु होइन। गाडीहरू हिँडेको हिँडेछ। फेरि कस्तो पानी परिरहेको छ क्या फ्याम, हल्का सिमसिमे पानी परिरहेछ। के हुन्छ हेरौँ। अब मान्छे आउँछ अनि पेट्रोल हालेर अनि जानुपर्ने हुन्छ। आज फेरि ओभर भिड छ क्या यहाँ, गाडीहरू ओभर लास्टै आएको आएछ क्या। त्यही नै फ्याम, कोही फ्याम लामो जस्तो मान्छे आउन आँटेन हौ। तेल हालौँ भनेको पेट्रोल पम्पको मान्छे आउन आँटेन क्या।
गाह्रो भयो लास्टै अब आउँदै आउँदैन हाम्रो चोक चाहिँ यस्तै चाहिँ छ पेट्रोल पम्प चाहिँ अनै छ क्या अनै छ पम्प चाहिँ अब कतिखेर मान्छे आउँछ अनि टक्क तेल हालेर अनि घरतिर जानुपर्ने हुन्छ फेरि होइन फ्याम यहाँ चाहिँ हाम्रो मामाहरू छन् क्या यहाँ चाहिँ होइन यहाँ चाहिँ हाम्रो मामाहरू छन् क्या ओभर स्ट्रिक भइरहेछ क्या फ्याम लास्टै चेक गरिरहेको छ लास्टै चेक लाइसेन्स नम्बर चेक गरिरहेछ क्या फ्याम किन खै आज चाहिँ लास्टै चेक गरिरहेछ क्या आना मामाहरू गर्नै पो छन् ओभर चेक भइरहेछ राइट फ्याम अनि म चाहिँ होइन कलेजबाट उता क्लासबाट आएँ होइन खाना खाएँ अनि यहाँ हाम्रो घर छेउमा किङ्सबरीको क्यासिनो बन्दैछ क्या अनि नयाँ बन्दैछ अनि हल्का आज त्यो अफिस थियो क्या सानो अफिस बनाउँदै थिएँ त्यो अफिसको आज ढलाइ थियो क्या अनि म चाहिँ हल्का अनि मलाई त्यो ओनरले क्या त्यो किङ्सबरी बनाउने अङ्कलले होइन मलाई चाहिँ भन्नुभयो क्या आज भ्याउँछौ भन्ने ढलाइ गर्न सघाउन भन्नुभयो होइन अनि म 10 बजे आएकै फ्याम होइन क्लासबाट अनि आएर अनि यहाँ ढलाइ गर्न यहाँ सघाएँ क्या यहाँ देख्न सक्नुहुन्छ भर्खरै ढलाइ गरेको यहाँ होइन यहाँ ठुलो बन्दैछ क्या फ्याम अनि सघाएँ होइन भर्खर आएकोमा चाहिँ यसलाई गर्मी ओभर भएर हात पनि कस्तो भएर अनि त्यही नै फ्याम 700 कमाएँ होइन जे होस् 700 कमाएँ होइन फ्याम त्यही नै हो अरू त के भन्नु लास्टै गलिदिएको छ अब चिया खाएर चिया बनाउँदैछु क्या टक्कसँग चिया बनाउँदैछु अब चिया खान्छु अनि सुत्दिन्छु नुहाउँछु अनि सुत्दिने हो लास्टै गलिदियो फ्याम ढलाइ गर्दा त हुन्छ नि त्यो गिटी बलुवा मिक्स हुन्छ नि त्यो मसला हुन्छ नि त्यो बोक्न लास्टै भारी हुँदो रहेछ ओभर नै के नै भन्नु होइन लास्टै भारी हुँदो रहेछ फ्याम त्यही नै हो अनि है क्लासबाट आउँदा चाहिँ म कपाल पनि काटेर आएको क्या कस्तो देखिरहेको छ यसो कमेन्ट बक्समा एउटा कमेन्ट छोडिदिनु होला यो हेयर कट चाहिँ सुहाएको छ कि छैन मलाई भनिदिनु होला है कमेन्ट बक्समा है फ्याम त्यही नै फ्याम अहिले चाहिँ म चिया हाल्दैछु चिया पाकिसक्यो होइन अनि चिया खाएर अब नुहाएर चिया नास्ता गरेर नुहाएर अनि चाहिँ सुत्दिनँ फ्याम लास्टै गल्यो क्या ढलाइ गर्दा यस्तो गाह्रो हुँदा यस्तो ओभर भारी हुन्छ क्या फ्याम के नै भन्नु अब सिमेन्टै लास्टै भारी हुन्छ त फेरि गिटी बलुवा सिमेन्ट बोक्नुपर्छ नि त अनि ओभर लास्टै नै भारी हुँदो रहेछ त्यही नै फ्याम अब यहाँ चिया छ मम्मी र म खाने अनि खाएर म चाहिँ नुहाएर सुत्दिने हो आराम गर्नु आजको वेदर फेरि हेर्नु क्याटिलिक्क घाम टल्केछ यहाँ हेर्नु अब वेदर त कुनै सँगै छैन क्या वेदरमा त ओभर दामी छ फ्याम आई एम भेरी एक्साइटेड 700 कमाएँ आज मैले यस्तो घाममा पनि कलेजबाट आउने बित्तिकै क्लासबाट आउने बित्तिकै 700 कमाएँ फ्याम 10 बजी पसेर पनि क्लासबाट आएर 10 बजी पसेर पनि 700 कमाउनु भनेको यहाँ हो नभए काम गर्ने मान्छेहरू त कति 7-8 बजे पस्छन् नि त काममा ड्युटीमा होइन तर म चाहिँ 10 बजे आएर पनि खाना खाएर पनि पस्दा 700 पाक्यो लेजेन्ड होइन त केटाकेटीहरू फुटबल खेल्दैछन् होइन यहाँ केटाकेटीहरू फुटबल खेल्दैछन् यहाँ चाहिँ
अनि सबैजना सन्चै हुन्छ होला होइन। त्यही हो। अनि आजको भ्लग चाहिँ यस्तै भयो होइन। सबैजनाले माया देखाइदिनु होला, सपोर्ट गरिदिनु होला होइन। तपाईँहरूलाई के कस्तो लाग्छ यो भ्लग होइन, कमेन्ट बक्समा एउटा कमेन्ट छोडिदिनु होला। अनि त्यही नै फ्याम, आज चाहिँ म भ्लग यतै इन्ड गर्न चाहन्छु होइन, यतै टुङ्गाउन चाहन्छु। भ्लग गर्न नसक्ने अवस्थामा छु आज, गलेर लास्टै गलेँ क्या। यहाँ ढलाइ थियो क्या फ्याम, यी पत्याउनु नहुने यहाँ मिसिन पनि छ यो ढलाइ गर्ने। यो आँपको बोर्ड छ नि यहाँनिर ढलाइ गरेको क्या। त्यही नै फ्याम, आज चाहिँ यो भ्लग चाहिँ यतितिर इन्ड गर्न चाहन्छु होला। कस्तो लाग्यो तपाईँले यो भ्लग? अब राम्रो त त्यति अब बनाउन पाइनँ क्या, आज लास्टै गल्यो होइन। त्यही नै फ्याम, यो भ्लग चाहिँ अब यति इन्ड गर्न चाहन्छु। जस्तो गाइस, डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब मोर देन मोर होइन। सबै गरिदिनु होला। तपाईँहरूको माया बिना, तपाईँहरूको सपोर्ट बिना केही पनि असम्भव छैन होइन। तपाईँहरूले गर्दा नि यहाँसम्म आइपुगेमा 1K+ भइसक्यो होइन। अझै यसरी नै सपोर्ट गर्दै जानु होला। फ्याम यति भन्दै यो भिडियो चाहिँ यतितिर एन्ड गर्न चाहन्छु। जस्तो बाई गाइस, जय हिन्द।